Hey guys, welcome to my new video. आज चाहिँ हामीले बनाउँदैछौँ एउटा टेबल छ जुन बनाउन चाहिँ हामीलाई एउटा यस्तो प्लाइवुडको यस्तो बक्सा बनाउनु पर्छ। त्यसपछि गएर हामीलाई एउटा यो कनेक्टर चाहिन्छ। यो चाहिँ हजुरहरूले टिभी रिपेयरिङ रेडियोहरु बनाउने ठाउँमा सजिलैसँग पाउन सक्नुहुन्छ। अनि हामीलाई अर्को चाहिन्छ यो मैले चाहिँ ल्यापटपको एसएमपीएस मा चाहिँ यो आउटपुट र इनपुट तारलाई सोल्डिङ गरेको छु। एउटा यो चाहिन्छ अनि अर्को चाहिन्छ हामीलाई एउटा डीसी मोटर चाहिन्छ अनि यसलाई चाहिँ हामीले यहाँ फिक्स गर्नुपर्छ है त। ल सुरु गरौँ है त। फिक्स गर्नलाई चाहिँ अब मैले यस्तो पीवीसी पाइपलाई सीट बनाएर यस्तो बनाएको छु। अब यसलाई चाहिँ यहाँ हाल्नुपर्छ। यो स्क्रूले चाहिँ कस्नुपर्छ। मैले चाहिँ यो बक्साहरु चाहिँ सबै पहिले बनाएर राखेको थिएँ किनभने भिडियो लामो भएर हजुरहरुको टाइम वेस्ट नहोस् भनेर मैले बक्सा पहिले बनाएर राखेको छु। फिट गरिसकेँ। अब चाहिँ हामीलाई चाहिँ अब यो एसएमपीएस यहाँ फिट गर्नुपर्ने हुन्छ। म चाहिँ एसएमपीएसलाई हेरि यहाँ राख्दैछु। हजुरहरूले जता राख्नै सक्नुहुन्छ है त। ल हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ यो एसएमपीएसलाई चाहिँ फिट गरिसकेँ। यो चाहिँ इनपुटको वायर हो 220 देखि 240 भोल्ट अनि यो चाहिँ आउटपुटको वायर। यो वायरलाई चाहिँ हामीले चाहिँ यो मोटरमा जोड्नुपर्छ। यहाँ अब यहाँ जोड्नलाई हामीले चाहिँ सबभन्दा पहिला यसको प्लस माइनस चिन्नुपर्छ। प्लस माइनस चाहिँ कुनै मोटरमा चाहिँ त्यहाँ रेड कलरको दिएको हुन्छ नभए ब्ल्याक कलरको दिन्छ नेगेटिभमा, त्यसबाट चिन्नु होला। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ तार सोल्डिङ गरिदिसकेँ। अब चाहिँ हामीले इनपुटको लागि चाहिँ यो कनेक्टरलाई यहाँनिर फिट गर्नुपर्छ। यहाँनिर मैले पल्लेदेखि मार्किङ गरिसकेको छु। हामीले चाहिँ यसलाई यहाँ काट्नुपर्छ। अब काटेर चाहिँ यहाँ यसलाई फिट गर्नुपर्छ यसरी है त। म हजुरलाई काटेर देखाउँछु है त। काटेर फिट गरेर ल हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ पाल पारिसकेँ। अब चाहिँ यसलाई फिट गर्नुपर्छ हामीले। यहाँ यसलाई चाहिँ यहाँ छिराएर अनि यो दुईटा पोइन्ट जुन छ नि यो दुईटा पोइन्टहरुमा चाहिँ हामीले यो तारलाई चाहिँ सोल्डिङ गर्नुपर्छ है त। पहिले सोल्डिङ गरौँ अनि छिराउँला। यो जोडिसक्यो। अब चाहिँ हामीले चाहिँ यसलाई यहाँबाट छिराएर हेर्न सक्नुहुन्छ मैले चाहिँ यसलाई यहाँ काटेर यसलाई नि जोडिसकेँ। यहाँ अब यो चाहिँ यहाँबाट हल्किँदैन। अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ एउटा चक फिट गर्नुपर्छ त्यो कटिङ ब्लेड फिट गर्नको लागि। ल म यो चकलाई फिट गरेर हजुरहरूलाई देखाउँछु है त। ल गाइज हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ यो कुकरको साइडको चाहिँ निकालेर यहाँ हालेको छु चक। अनि यहाँ चाहिँ मैले कटिङ ब्लेड फिट गरेको छु। हजुरहरूले पनि यही हाल्न सक्नुहुन्छ नत्र अनलाइनमा किन्न पाउँछ। त्यो चाहिँ एकदम महँगो पर्ने हुनाले मैले चाहिँ हेरि यो टेक्निक लगाएको हो। त्यही भएर हजुरहरूले पनि यो गर्न सक्नुहुन्छ। यो गर्दाखेरि सस्तो पर्छ। त्यसको कारणले म चाहिँ यो हाले हो। अब
अब चाहिँ हामीले यो माथिको बडी बनाउनु पर्छ। यो बडी बनाउनको लागि चाहिँ मैले एउटा प्लाइवुडलाई लिएको छु। यो प्लाइवुड चाहिँ मैले यहाँ काटेको छु किनभने यो ब्लेड छिराउनु पर्यो नि त, त्यही भएर मैले चाहिँ यो प्लाइवुड यहाँ काटेको छु। अब चाहिँ हामीले यसलाई चाहिँ यहाँ पाल पारेर ड्रिल गरेर पाल पारेर स्क्रु कस्नुपर्छ। स्क्रु कस्नलाई म छिटो पाल पारेर हजुरहरूलाई देखाउँछु है त। ल साथीहरू हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ पनि पाल पारेँ र त्यसको साथसाथै यसको यो बोर्डहरुमा पनि पाल पारिसकेको छु। अब चाहिँ हामीले चाहिँ यसलाई फिट गर्दियौँ है त। यसलाई चाहिँ अब यहाँ राखेर स्क्रु कस्छौँ। ल यस्तै गरेर मैले यहाँ सबैमा स्क्रु लगाइदिसकेँ। अब चाहिँ हामीले यसलाई टेस्टिङ गरौँ है त। हेर्न सक्नुहुन्छ कस्तो मजाले घुमिरहेको छ। हजुरहरूले यो आवाज सुनेरै थाहा पाउनुहुन्छ कस्तो स्पिड घुमिरहेको छ। अब हामी चाहिँ यसले केही काटेर ट्राई गर्छौँ हैन। प्लाइवुड हेर्न सक्नुहुन्छ यो प्लाइवुडको टुक्राहरू काटेर कस्तो मजाले काटिदिएको छ। अब हामीले चाहिँ यसलाई टेस्ट गर्छौँ है त। भिडियो मन परेमा लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला र साथीहरूलाई पनि शेयर गरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु। हजुरहरूको मनमा त्यस्तो केही हजुरहरूले बनाउन खोज्दा पनि नबनेको चिजहरू केही त्यस्तो छ भने कमेन्टमा राखिदिनु होला र म त्यसलाई फेरि हजुरहरूलाई बनाउन सक्ने खालको भिडियो बनाउने प्रयास गर्छु है त।